guys, welcome back to my daily vlog. डे आज 29औं दिन फर 100 डे पहाडमा हैन। आज हाम्रो 29 दिन हो। आज हामी फेरि निस्किसकेछौँ डेली भ्लगको लागि भन्नाले मर्निङ वाकको लागि हैन। हाम्रो बिएम सर अगाडि हुनुहुन्छ, त्यहाँ हुनुहुन्छ अहिले, म अलि पछाडि छु। बल्ल जान लागेको। आजको मौसम पनि सही छ, क्लिन छ पुरै। बिएम सरले नयाँ सालको बङ्गुरको मासु खाएर पुरै एनर्जेटिक हुनुभएको छ। अघि हिँडिराख्नु भयो पुरै। आज मिठो नि लागेछ त अलिअलि। अरू सकिहाल्यो गाइज। अब चाहिँ त्यही हो डेली रुटिन मर्निङ वाक। उकालो चढ्दा खुट्टा दुखिरह। हाम्रो सरले त न्यु इयरको बाङ्गेरको मासु दिनुभएको छ दबाएर। एनर्जी पुरै। उहाँलाई त्यस्तो चढ्दा केही फरक पर्दैन यार। मस्त खुरेर सारा। हजुर भेजिटेरियन हो तिमी? म त रक्सी बियर खान भनेको के। मासु त खाने हो अहिले। मासु त खाने हो। गाइज अहिले हामी चाहिँ हाइटमा आइसकेको छौँ होइन। अझ अहिले धेरै जान बाँकी छ। आज अलिअलि ठिक लागेछ। हिजो त उठ्नै सकेको थिएन होइन सर। के गर्ने अब, जिन्दगी नै यस्तै भएर अहिले। बिहानको हावा खाएपछि त फ्रेस भइन्छ। हजुर त्यस्तो नभन्नु न, त्यो त नेचुरल हो कि। त्यो त हजुरले पनि आफ्नो टाइममा गर्नुहुन्थ्यो, नगरेको होइन कि। अस्तिदेखि हामीहरू यहाँ मर्निङ वाक आउँदा साग हेरेको थियौँ कि साग। हाम्रो सर आज त्यही साग खान पर्यो भनेर यता हेर्न सक्नुहुन्छ। आज पुरै हाम्रो सर झोला सहित लिएर आउनुभयो त साग टिप्नलाई। यो के को साग हो? तोरीको साग। जबसम्म अब यो सागको बारीको मालिक उठ्छ तबसम्म हामी साग टिपेर यहाँबाट फरार। थाहै पाउन यस्तो माथि होइन सर। जबसम्म साग मालिक आउँछ तबसम्म हामी टिपेर फरार। यत्रो खेतमा कसले थाहा पाउँछ र टिपेछ छैन। साग भन्ने कुरा त खाने चिज हो, टिपेर खाइहाल्ने होइन। त्यसपछि हामी दुईजना सर र म मिलेर तोरीको साग टिप्न थाल्यौँ। सरले चाहिँ भनिराख्नु भएको थियो पानी परेको छैन, साग पनि फुलाएको छ, मिठो हुन तितो हुन्छ भनिराख्नु भएको थियो। पछि आएर खाएको पनि तितो चाहिँ तितो थियो। र जे होस् धेरै मेहनत गरेर टिपेको थियौँ। तितो भए पनि खायौँ होइन लास्टमा। टिप्न त धेरै नै टिपेको थियो। अब बिहान कसले थाहा पाउँछ, पाहाडमा हो खानेकुरा। अस्तिदेखि नोटिस गरिरहेको थियौँ, टिपिहाल्यौँ हामी त। प्लास्टिक हामी चाहिँ यत्रो साग टिप्यो। के को साग हो सर? तोरीको साग। यो बारीमा टिप्यौँ होइन। अब यो बारी कसको हो थाहा भएन। इफ हजुरहरूले हेरिराख्नुपर्छ कसैको छ भने त्यसको लागि सरी होइन। हामी त खायौँ होइन, खानेकुरा हो, टिप्यौँ के अरे। अब चाहिँ लाग्यौँ अगाडितिर। अब जाम यहाँबाट। साग चोरी गरे पनि एक्सर्साइज त गर्न पऱ्यो नि त। यो पाहाडमा कसले हेर्ने नि आउँछ र होइन। जबसम्म आउँछ तबसम्म हामी त रुममा पुगिसकेका हुन्छौँ। अब चाहिँ अहिले ऊ सर एक्सर्साइज गर्न रेडी भइसक्नु भयो। अब एकछिन चाहिँ एक्सर्साइज गर्न पऱ्यो होइन। अब जिम सिम सबै छुटिहाल्यो। ज्यान यस्तो बिगार्न भन्दा त अलिअलि त गर्न पऱ्यो होइन। त्यही भएर अब एकछिन एक्सर्साइज गर्छौँ होइन, 10-20 मिनट जति। त्यसपछि हामी चाहिँ लाग्छौँ। आजको यही हो, सर्ट भिडियो नि बन्नेवाला छ, धेरै लङ हुनेवाला छैन है। युट्युबमा गएर पुरै हेर्नु है गाइज यार जे भन्नुहोस्, पाहाडमा बस्नुको नि छुट्टै मजा छ होइन। एकदम पुरै क्लिन अक्सिजन पुरै पाइन्छ होइन। केही यहाँ धेरै हुन्छ नि गाडी घोडा चल्ने त्यस्तो केही छैन। मौसम नि एकदम दामी, धेरै गर्मी पनि होइन, न धेरै जाडो। मौसम एकदम सही छ कि बस्नलाई। पाहाड एरिया एकदम सही हो। तर अब सधैँ बस्नलाई त तराईभन्दा त अलि अप्ठ्यारो छ। तर जे होस्, तर हेल्थको लागि चाहिँ हेल्थको भ्यू अनुसार हेर्नुभयो भने पाहाड चाहिँ बस्नलाई एकदम सही ठाउँ छ कि। मलाई त लास्टै मन परेछ।
गाइज हात अलि फोहोर भइसकेको थियो अगाडि ऐसालु खानु छ त्यही भएर अब यस्तो पानीमा हात धुनु पऱ्यो भित्र आएर साग टिपेको साग चोरेको पुरै हात फोहोर भएको थियो गाइज आज चाहिँ हामी साग पनि टिपेर आइसक्यौँ होइन त्यहाँ पानी हेऱ्यौँ हात धोयौँ अब चाहिँ अगाडि चाहिँ ऐसालुको बोट छ होइन अब त्यति त खाना पऱ्यो होइन अब हाम्रो बिएम सर पुगिसक्नु भएको छ त्यहाँ होइन अब एकछिन ऐसालु खाने त्यसपछि अब लाग्ने अब आइसकेछौँ होइन आजको लागि यति हो गाइज हाम्रो भ्लग यहीँ खतम हुन्छ मन परेकोमा लाइक सब्सक्राइब फलो सब गर्नु होला है त गाइज भेटौँला अब भोलि न्यू मर्निङ न्यू डे न्यू एक्सपिरियन्स तबको लागि बाई बाई टाटा सी यू स्टे होम स्टे ह्याप्पी